योभन्दा अगाडिको सरकारको पालामा तपाईले के भन्नुहुन्थ्यो भने प्रहरीले गोली चलायो भने कोही मान्छेले आत्महत्या गर्यो भने र कसैको प्रहरीको गोली लागेर मृत्यु भयो भने सार्वजनिक र निजी सम्पत्तिको तोडफोड भयो यताउति क्षति भयो भने सरकार खबरदार गृहमन्त्रीले राजीनामा दिए प्रधानमन्त्रीले राजीनामा दिए भने तपाईहरु हो यसपालिको प्रधानमन्त्री र गृहमन्त्री राजीनामा दिन पर्ने कि नपर्ने यसमा यसको जवाफदेही हुने कि नहुने व्यक्तिगत रूपमा म के महसुस गर्छु भने एउटा लोकतान्त्रिक समाजमा अथवा एउटा प्रजातान्त्रिक देशमा त्यो देशको नागरिक प्रति गोली चल्नु भने चाहिँ सबैभन्दा अप्ठ्यारो परिस्थिति हो। यो भन्नलाई मलाई कुनै पनि आपत्ति छैन। एउटा पार्ट। दोस्रो पार्ट भनेको जति ठुलो पद नेतृत्वको जति माथिल्लो त्यो तह जिम्मेवारी त्यति नै बढी हो नि त। जिम्मेवारी देश बनाउने व्यक्तिहरू अथवा राज्यको तह तबकामा रहेका व्यक्तिहरूको अभियस जिम्मेवारी हुन्छ नि। म के भन्ने पक्षमा छैन भन्दाखेरि केही कुरा पहिला ठिक आज आएर गलत अथवा आज आएर त्यो पहिला कुरा ठिक आज गलत भन्ने व्यक्ति नै होइन। सो मैले यसलाई कहाँनिर तपाईलाई भने कुनै पनि देशमा नागरिक प्रति गोली चल्दै गर्दाखेरि त्यसको जिम्मेवारी त्यो देशको प्रधानमन्त्रीले पनि लिनुपर्छ, त्यो जिम्मेवारी त्यो देशको गृहमन्त्रीले पनि लिनुपर्छ, त्यसको जिम्मेवारी त्यो होल चेन अफ कमान्डका विभिन्न अवयवमा भएका व्यक्तिहरूले पनि लिनुपर्छ। त्यो जिम्मेवारी भनेको चाहिँ रेजिग्नेसन हो कि होइन भन्ने विषयमा चाहिँ फेरि के हुनुपर्छ मिहिन ढङ्गले बहस चाहिँ हुनुपर्छ। अहिलेको अवस्थामा अब यो यस्तो हुन्छ कि संरचनागत तरिकामा चाहिँ तल हुने हरेक गतिविधिहरूलाई चाहिँ हरेक चिजलाई चाहिँ रेजिग्नेसनसँग जोडियो भने संरचना कसरी फङ्सन गर्छ त्यो पनि हेर्नु पर्यो। त्यसको ग्राभिटी कत्रो छ। पहिला त तलै हुने घटनाको सिधै माथि राजीनामा मागिन्थ्यो, मागे आउ तपाईले नि। अब यस्तो छ यसलाई मैले भने नि व्यक्तिगत रूपमा म के सोच्छु भन्ने कन्टेक्स्ट एउटा पार्ट भयो भनिहाल्नुभयो होइन। मैले यसको राजनीतिक उत्तर पाउनु अनि यसको राजनीतिक उत्तर भनेको चाहिँ हरेक चिजमा चाहिँ राजीनामा नै माग्न थालियो भने राज्य चल्न पनि त फेरि चल्दैन होला नि। पहिला किन मागिन्थ्यो? पहिलाको ग्राभिटी के आजकै दिनको ग्राभिटी जस्तै ठुलो ग्राभिटी हो त। अहिलेको पनि सामान्य ग्राभिटीको त होइन मैले अघि यस्तो भने नि यसलाई दुईटा कन्टेक्स्टमा हेरौँ न। एउटा कन्टेक्स्टमा गोल बजारसम्म आउँदा देख्न भएको तोडफोड आगजनी यस्तो छ, लुटपाटसम्म आउँदा त विशाल भयो नि। यसलाई चाहिँ रिजोल्भ गर्न चाहिँ राज्य कति प्रोएक्टिभ भयो हामीले त्यो एङ्गल पनि त हेर्नुपर्छ होला नि त। हामीले चाहिँ यो पटकको राज्य यो पटकको सरकार यो घटनालाई लिएर कति बढी सिरियस थियो यसलाई राइट वेमा रिजोल्भ गर्नका लागि पटक्कै सिरियस